खीर खान असाध्यै मन छ तर खीर बनाउन आउँदैन। चिन्ता नगर्नुहोस्, यो भिडियो पुरा हेर्नुहोस्, तपाईलाई सजिलो तरिकाले खीर बनाउन आइहाल्नेछ। खीर पकाउन कुनै गाह्रो कुरा होइन, तर कहिलेकाहीँ सोचे जस्तो हुँदैन, सोचे भन्दा अलिकति फरक भइदिन्छ। आफूले चाहे जस्तो सोचे जस्तो भएन भने मन खिन्न हुन्छ, त्यति मात्रै हो। हामीले अलिकति सानो सानो कुरामा ध्यान दियो भने चाहिँ हामीले सोचे भन्दा पनि राम्रो गर्न सक्छौँ। अब लागौँ हाम्रो रेसिपीतर्फ, जसको लागि मैले अलिकति ड्राई फ्रुट लिएँ। त्यो ड्राई फ्रुटहरू मैले अलिकति सानो सानो पिस गरेर काटेँ, अनि थोरै घिउ लिएर मैले यसरी तावा तताएर तावामा लगाएँ, अनि त्यही ड्राई फ्रुटलाई मैले हल्का भुटेँ। त्यसलाई डढ्ने गरी चाहिँ भुट्नु हुँदैन, त्यसलाई हल्का रातो रातो बनाएपछि मैले यसलाई एकतिर राखेँ। अर्कोतिर चाहिँ मैले थोरै नरिवलको पनि टुक्रालाई यसरी सानो मसिनो बनाएँ। अब मैले ग्यास अन गरेँ अनि डेक्ची बसालेँ अनि दुध राखेँ। मैले आज 4 लिटर दुधको खीर बनाउँदैछु। 4 लिटर दुधमा 2 कप मात्रै चामल राखेँ मैले। चामल चाहिँ लोकल चामल हो, गाउँघरकै चामल हो। जहिले पनि खीर बनाउँदा मैले 1 कप, सानो कपको 1 कप चामलको लागि 2 लिटर दुध युज गर्ने गर्छु। त्यही अनुसार आज पनि मैले 4 लिटर दुधमा 2 कप मात्रै चामल राखिदिएँ। आधा घन्टा अगाडि मैले त्यो चामल चाहिँ भिजाएर राखेको थिएँ। अब दुध उम्लिसकेको छ। त्यो उम्लिसकेपछि चाहिँ त्यो भिजाएर राखेको चामललाई मैले यसरी यसमा खन्याइदिएँ। अनि अलिकति मैले ल्वाङ र सुकमेललाई यसरी मैले पिसेर मैले त्यसमा छोडिदिएँ, किनकि त्यो ल्वाङ सुकमेलको बास्ना एकदमै मिठो हुन्छ नि त, खीरमा एकदम सुहाउँछ, त्यो भएर। अनि यसमा मैले घिउ राखिदिएँ। घिउ चाहिँ मैले जम्मा 4-5 चम्चा मात्र राखिदिएकी छु। ल हेर्नुहोस्, घिउ राखिसकेपछि यसको कलरै बेग्लै हुन्छ। अनि मैले यसमा 1 कप मात्र चिनी राखिदिएँ, किनकि चिनी अलिक कम खाने भएर मैले थोरै राखेको हो। यदि तपाईँहरूलाई चिनी धेरै मनपर्छ, गुलियो मनपर्छ खीर भने आफ्नो स्वादअनुसार, आफ्नो इच्छाअनुसार जति पनि राख्न सक्नुहुनेछ। अब यसमा मैले अघि काटेर राखेको नरिवलको सानो सानो टुक्राहरू चाहिँ यसरी त्यसमै राखिदिएँ। अनि यो हेर्नु त अब बाक्लो भइसकेको छ, पाक्दै जान्छ, अनि हामीले चलाउँदै पनि जानुपर्छ। अनि लास्टमा मैले अघि भुटेर राखेको ड्राई फ्रुटहरू सबै यसमै राखिदिएँ। अब हाम्रो खीर बाक्लो बाक्लो बन्दै गइरहेको छ, देख्न पनि सक्नुहुन्छ। यसरी छिनछिनमा चलाउँदै जानुपर्छ, अनि सानो ग्यास बनाएर त्यसलाई पकाइरहनुपर्छ। अनि त्यो पिँधमा लाग्छ भनेर हामीले चाहिँ चलाउन चाहिँ भुल्नु हुँदैन, चलाइरहनुपर्छ। ल हेर्नुहोस्, अलिकति बाक्लो भइसक्यो। अनि हामीले चाहिँ बेला बेलामा यसरी ढाक्दै अनि फेरि हेर्दै चलाउँदै पकाउँदै गर्नुपर्छ। हाम्रो अब चाहिँ खीर खाने लायकको भइसक्यो, तयार भइसक्यो। मग बास्ना आइरहेको छ, देख्न सक्नुहुनेछ। अब खीरको साथमा खानको लागि हामीले चाहिँ अचारको लागि तयार गर्दैछौँ। अचार बनाउनको लागि सेतो र अनि कालो तिल अनि तोरी गरेर हामीले एकै ठाउँ मिक्स गरेर भुट्दैछौँ। अनि त्यसमा चाहिँ जिरा पनि मिक्स होला। अनि त्यसरी भुटिसकेपछि यसरी छोपेर भुटेपछि बाहिर भाग्दैन भनेर हामीले यसरी छोपेर भुटिरहेछौँ। यसलाई भुटिसकेपछि हामीले यसलाई एक साइडमा राख्छौँ, यसलाई सेलाउन दिन्छौँ। अब यता चाहिँ म 2वटा सानो सानो काँक्रो लिएकी छु। त्यो 2वटा काँक्रोलाई राम्रोसँग सफा गरिसकेपछि यसरी सानो सानो पिस गरेर काटेर अनि एउटा भाँडोमा राख्छौँ। अनि त्यो राखिसकेपछि त्यसमा अलिकति नुन छर्केर मोलेर राखिदिनुपर्छ, किनकि त्यसमा भएको पानी सबै जाओस् भनेर। अनि चाहिँ अलिकति खुर्सानी अनि अलिकति आलु अनि अलिकति प्याज काटेर त्यो एकै ठाउँ राखिदिन्छौँ। अनि त्यो अघि नै भुटेको तोरी अनि तिलहरू यसरी खलमा पिसिसकेपछि त्यसलाई मोटो मोटो गरेर पिस्दा पनि हुन्छ। यदि मन पर्दैन भने तपाईँलाई मसिनो गरेर पिस्दा पनि हुन्छ। अनि पिसिसकेपछि त्यो अचारमा चाहिँ खनाइदिने। यसरी खनाइदिइसकेपछि त्यसमा नुन, बेसार, यसरी ल हेर्नु तेलले पनि झान्ने बेसार छ, त्यसमा तेलमै राखिन सकिन्छ। अनि नुन, बेसार, अब अरू के चाहिन्छ, चुक पनि चाहिन्छ, त्यो सबै त्यसमा राखिदिइसकेपछि मजाले हातले मोलिसकेपछि हाम्रो अचार पनि खानको लागि तयार भयो। अनि यो काँक्रो र उसिनेको आलुको अचार त बबाल मिठो हुन्छ साथीहरू। मलाई त एकदमै मनपर्छ। धेरै खानु चाहिँ हुँदैन, यसले ग्यास्ट्रिक हुन्छ, तर मजाले खीरसँग चाहिँ खाँदाखेरि एकदम मिठो हुन्छ। यो तरिकाले खीर अनि अचार बनाउनु होला, एकदमै मिठो हुन्छ। सजिलो पनि छ तरिका, धेरै सामान पनि चाहिँदैन, छोटो मिठो तरिकाले बनाएको छु। मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नुहोला, अनि यो मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला है। तपाईँहरूलाई म यस्तै मिठा मिठा परिकार लिएर अवश्य आउनेछु।